ब्लगमा हामी चाहिँ आज धान रोप्न लागिरहेको छौँ। आज चाहिँ हाम्रो धान रोपायो। मैले तपाईँलाई भिडियोमा देखाउँछु भनिरहेको थिएँ। यहाँनिर रेजिना दिदी हुनुहुन्छ अनि यहाँनिर चाहिँ मेरा खेताला पाताला हुनुहुन्छ। यहाँ रोप्दै हुनुहुन्छ। अलि राम्रोसँग रोप्नु होला। माछा साछा मारिसके जस्तो छ। कसैले चाहिँ दुईटा गरा चाहिँ हामीले रोपिसकेको छौँ अनि त्यसपछि बाँकी यता चाहिँ छ धान चाहिँ यसरी यहाँ रोप्दैछौँ है साथीहरू। हामी चाहिँ ल धान रोप्ने कार्यक्रम। ट्र्याक्टर दाजु यहाँ हुनुहुन्छ। यो ट्र्याक्टरले जोत्नु भएको यो सबै सबैजना उठेर हेलो आए गर्नु त यहाँ मेरो यसमा मिनी भ्लगमा। गर्न हौ त पनि आउँछस् पनि भाइरल बनाइदिन्छु तँलाई हाई। अनि त्यतातिर चाहिँ पानीहरू लगाइसकेको छ। अब बाँकी यता छ। यतातिर ओहो सबै कुलोभरि पो पानी आएछ यहाँनिर त हेर्न साथीहरू। ल होइन साथीहरू मेरो चाहिँ यही यता पनि बाँकी छ रोप्नको लागि। धेरै नै छ बाँकी रोप्नलाई। सबै कुलो भरिएछ। कुलो भरेर नि उतातिर गोठभित्र पस्छ कि के हो मेरो पानी त। गोठभित्र त पस्न पाइँदैन है पानी। ल ल साथीहरू आज चाहिँ मेरो धान रोपाइ यसरी सुरु भइरहेको छ। अब सकिन लाग्यो भनेर के भन्नु। रोप्नलाई चाहिँ सुरु भर्खर भइरहेको छ। ढिलो भयो क्या। अनि यहाँनिर बाँकी नै छ टन्नै रोप्नको लागि। सबै कुलो भरियो त हौ। आम्मामामा यहाँ यता पो भरिएछ। ए रेजिना दिदी ऊ त कोदालो लिएर आऊ त। यहाँ सबै पानी भऱ्यो कि यहाँ पो पस्यो पानी त। कोदालो लिएर आऊ त। कोदालो उता छ उता ऊ त्यो कोदालो छ लिएर आऊ त। सबै पानी त यस्तो यहाँनिर भरिसकेछ भाइ पानीको। यी सबै पानी त यहाँ पसि गयो क्या यो मलमा। यो पानी पो बरु यता लाउनु पाए त बरु उयो हुन्थेन। हाम्रो आन्टीकोमा यत्रो स्ट्रबेरी फलेछ बारे कति मिठो हुन्छ होला। त्यसलाई उयो गर देखो गाइस मेरा सबै भाइ बिउहरू सुकिसक्यो। अझै यति छ उखाल्नुको लागि। यहाँ पानी लाउनु बाँकी छ है। यसरी खोलाबाट पानी तानेर धान रोप्नु पर्छ। आकाशको त केही भरै छैन। यस्तो त छ। ल है साथीहरू हाम्रो त रोपाइ यसरी पो सुरु हुँदैछ। आफ्नो नाम भन्नु त। सम्पर्क नम्बर क्या फुलन देवी रे उ त्यो मेरी मतलब फुलन देवी रे उ त्यो रातो कलरको सर्ट लाउने मान्छेको चाहिँ। अनि ओ फुलन देवी अलि राम्रोसँग धान रोप्नु है। ओके पछि गर्नु नै बोलाउँछु ल। अनि उ त्यहाँ चाहिँ हाम्रो त्यो बाउसे गर्ने मान्छे बसिरहेको ऊ त्यो कस्तो खतरा। मेरो बाउ घर गाइस हाम्रो सुड्डी आन्टीले चाहिँ छर्दै हुनुहुन्छ मतलब युरियामा। मतलब हाम्रो राम्री तरुनी आन्टीले माछा मार्ने त्यो ल ल युरिया लाउनुपर्छ पहिला नै धान रोप्नुभन्दा अगाडि। यता चाहिँ कसैले त पछि पनि लाउँछ क्या। म चाहिँ अगाडि नै लगाइदिने हो युरिया। यो हो युरिया। वाट इज दिस इज द युरिया। यो आन्टी के सारा पुड्की देखेको। फेरि के पो आउँछ है त्यही। मतलब तपाईँले भोइस गर्दिनँ म त। यो त कोही कोही त डाइरेक्ट हालिदिने। मलाई पुड्की नभन है। तिम्रो अङ्कलले पुड्कीलाई रोजेर ल्याइसकेको छ। होइन कि क्यामेरामा त तपाईँको फेस माथि बसेर खिचेको छ। हजुर
कति किलो भयो ल हुन्छ होला है अब त्यतिको पछि पानी अलि जाँदैन होला झारै बेसी लानु क्या त्यो अलि डाँडा छ त्यहाँनिर उठ्यो नि त अलिक झारै धेरै क्या डाँडा भइरहेको छ त्यहाँनिर फोटो हैन भिडियो यहाँ मैले बोलेको सबै सुन्यौ वाइ नजाऊ भनेको भयो अब फुर्काऊ तिमीहरूको ढाँड सेकाइन्छ पक कत्रो पानी परेको क्या एकैछिन धानै रोप्न पाइएन छ्या एरन आमामामा पक म भनिदिन्छु बाबालाई भयो वाइ भयो अब भयो भयो अब भयो रमाइलो भयो त्यति भयो पानी परेर गाई चाहिँ हेर्नु न कान धान रोप्दा रोप्दै अब धान रोप्ने बाँकी नै थियो है पानी परेर कस्तो बिजो भइलो नि त नभिज है छोरा अब भयो बाप्रे खै राजुना दिदी फाइनली आज अब चाहिँ हाम्रो धान रोपिसकियो सकियो धान रोप्नेवाली म त हुनुहुन्छ अब धेर छैन सकिन लाग्नु हुन्छ यही बुढामा लानु यही बुढामा तपाईँ पनि साह्रै रहर हुनुहुन्छ मै जस्तो मलाई त रहर लाग्छ नि धुनुपर्छ पानी पर्दैन है त्यही ए बोकेर लानुलाई स्प्रे हान्नुपर्ने ल पर्खिन म पानी गरिदिन्छु ल आजको धान रोपाए फिनिस अब खुसी त एकदमै खुसी पानी के अरे धान रोपिसकेर भाले काटी खान त हुन्थ्यो हजुर कसले काटिदिनु होला फाइनली साँच्चीकै धान रोपिसक्यो होइन त फाइनली सकियो ल है अब पुष्पा राणा मगरको चाहिँ धान रोपिसकिएको अवस्था छ मसँग न तयार छु ल हेर्नुहोस् त साथी हो जुन गरेको पारा हेर्नु न